हेलो साथीहरू, जसले युट्युबबाट भिडियो बनाउने सोचिरहनु भएको छ, युट्युबमा कमाइ गर्ने सोचिरहनु भएको छ, तपाईँहरू छिटो सुरु गरिहाल्नुहोस् र मोनिटाइज गरिहाल्नुहोस्। किनभने एउटा ब्याड न्युज आउँदैछ। 2027 लागेपछि फेब्रुअरीबाट चाहिँ यो बढेर जुन सब्सक्राइबरहरू छ त्यो चाहिँ 1000 नै छ। प्लस तपाईँको अहिले जसले सर्टमा भिडियोहरू बनाउनुहुन्छ उहाँहरूले 90 दिनभित्रमा त्यस्तै 10 मिलियन भ्युज छ भने चाहिँ तपाईँको मोनिटाइज हुन्थ्यो। 10 मिलियन भ्युज 90 दिनभित्रमा, प्लस तपाईँसँग 1000 सब्सक्राइबर छ भने। तर अब त्यो नियम चेन्ज भएर 10 मिलियनको ठाउँमा तपाईँको 20 मिलियन भ्युजहरू हुनुपर्ने। सब्सक्राइबर चाहिँ चेन्ज गरेको छैन, त्यति नै छ। 1000 सब्सक्राइबर हुनु पऱ्यो। तर 90 दिनभित्रमा तपाईँले 20 मिलियन भ्युजहरू ल्याउनु पर्ने हुन्छ सर्ट्समा भिडियो बनाउनेहरूले। अर्को लङमा भिडियो बनाउनेहरूको चाहिँ 365 दिनभित्रमा तपाईँको 4000 घन्टा वाच भएको हुनुपर्ने, वाच आवर्स थियो भने अब त्यो बढेर ठ्याक्कै डबल 8000 घन्टा हुनेवाला छ 2027 को फेब्रुअरीबाट। त्यही भएर तपाईँहरूले छिटो नै यो चाहिँ सुरु गर्नुहोस् र मोनिटाइज गर्ने प्रक्रियामा जानुहोस्। अझै सम्भव छ होइन। अब धेरै कुराहरू चाहिँ परिवर्तन हुनेवाला छ। के छ तपाईँहरूको यसमा राय? छिटो गर्नु होला भन्न चाहन्छु म चाहिँ। के सकिन्छ त साथीहरू? तपाईँहरूलाई के लाग्छ?